साथीहरू सेवाहरू नमस्कार सबैजनालाई शुभ बिहानी होइन म फेरि पनि आइसकेको छु मेरो न्यू ब्लगमा है हजुरहरू के गर्दै हुनुहुन्छ आरामै हुनुहुन्छ होला होइन म पनि एकदम सन्चै नै छु भन्नुपर्छ होइन बत्ती नभएर नि करेन्ट नभएर तनाव भइसक्यो यहाँ म अहिले चाहिँ के गर्दैछु भने आगो फुकेर यहाँ सिलाम भुट्नु भनेको आगो पनि बल्दैन मैले चाहिँ यो सिलाम के को लागि भुटेको हो भने नि साथीहरू यो सिलामको चाहिँ चट्टसँगले आज हाम्रो एउटा प्लानिङ छ के पानी पनि पर्दैछ होइन पानी पर्दैछ यो पानी परेको समयलाई सही सदुपयोग गरेर मोमो बनाइ खाने हामी भनेर म चाहिँ अचारको लागि चटनीको लागि एकदम है टक्कसँगले के हो नानी हो के पो भन्छ सिलाम भुट्दैछु है अब त्यसपछि हामी मोमो बनाइ खाने अहिले त यहाँ बत्ती नभएर है बत्ती लाइन नभएर करेन्ट गएर है लास्टै गाह्रो भइरहेको छ अँध्यारो न अँध्यारो छ देख्न सक्नुहुन्छ साथीहरू बत्ती छैन हाम्रोमा बागसर जिल्लामा है अरू ठाउँ त छ कि छैन थाहा भएन तर यहाँ हामी भएको ठाउँमा चाहिँ ठ्याक्कै बत्ती नै छैन ल साथीहरू अब अहिले भेट्दै गर्नुपर्छ ल मेरो सिलाम चाहिँ पाकिसकेको छ भन्दा पनि डढी पनि सकेको जस्तो छ ल यो सिलाम पनि रेडी भयो अनि ढुट्टै डढो त सिलाम त हुन्छ यस्तो अब यो चाहिँ टमाटर अचारको लागि टक्क काटेर यो चाहिँ अब टमाटर होइन अचारको लागि टक्क काटेर उसिन्ने हो साथीहरू होइन अनि त्यही हो यहाँ देखाउनु है नानी यहाँ टमाटरलाई देखाउनु है मलाई नि देखिँदैछ टमाटर नि देखिँदैछ अनि यहाँ देखाउनु त यहाँ मात्रै यो टमाटरलाई मात्रै अब उसमा अब चाहिँ मैले यो टमाटर लगाएँ अब मैले यसमा नुन पनि लाएँ अलिक लाग्दैन होला हौ नुन लाएँ अजिना पनि यसमै हल्का मिक्स गरेँ हाय अब यसमा थोरै तेल सिलामको हाल यस्तो भइहाल्यो अनि साथीहरू यो खानै नहुने भइहाल्यो नि तितो न तितो त्यही भएर फेरि मैले यो तिल भुटेको क्या तिल अब यसलाई मैले पिस्नु पर्ने हुन्छ होइन यहाँ सिलौटामा मस्त पिस्दिने हो मोमो बनाइ खाने अरे नानी सिलौटामा दामी तरिकाले पिसिने पो रहेछ लौ भगवान ल यहाँ के भन्छ तिल पनि मैले पिसिसकेँ अब यो टमाटर पिस्नु पर्ने होइन के भन्नु यो टमाटर पनि डढेर केही छैन आज टमाटर पिस्छु यहाँ चाहिँ मैले अचार बनाइसकेको छु यता हाम्रो साइली फुपू हुनुहुन्छ प्याज केलाउँदै हुनुहुन्छ प्याज पनि कम्ता ठुल्ठुलो छैन बिरालोको आँखाको दाना जत्रो छ नभएको त होइन यहाँ छ ठुल्ठुलो तर त्यही त हो होइन छिमेकी परियो अनि अब सानो पहिला डढेको सिलाम यहाँ छ अनि हाम्रो यहाँ छ अर्को किमाको लागि तयार पारेको मुन्टा अनि यता हुनुहुन्छ मेरो डुप्लिकेट है अब अनुहार देखियो यता छिन् हाम्री छोरी अनि यता हुनुहुन्छ हाम्रो भेना कहाँ हुनुहुन्छ हाम्रो भेना चाहिँ धमाधम हुनुहुन्छ आज लु छिटो काम गरेर भेना मोमो पचाउनु पर्छ ल बनाउँदैछु अब चाहिँ
यहाँ बनाउनु पर्ने हुन्छ साथीहरू। अब हामी चाहिँ म बनाउनु लाग्यौँ है साथीहरू। बल्ल तल यहाँ किमा बनाइसकेर होइन फुपूले बनाउनु भएको किमा चाहिँ यहाँ फुपूले बेल्नु हुँदैछ होइन। फुपू यहाँ बेल्नु हुँदैछ। पस्दैन हौ कपाल। म यहाँ छु, फुपू यहाँ हुनुहुन्छ। अब म चाहिँ फटाफट प्याकिङ हान्ने हो। हेर्नु ल साथीहरू। हामी चाहिँ होइन साथीहरू बनाउँदै पनि छौँ खाँदै पनि छौँ होइन। अझै बनाउनु बाँकी नै पनि छ। यहाँ बनिँदैछ, यहाँ बनाएको पाक्दैछ। यहाँ हाम्रो फुपू खाँदै हुनुहुन्छ। जुठो पस्छ भन्नुहुन्छ होला होइन। यसलाई अब यसो हटाइदिन्छु म। यहाँ फुपू खानु हुँदैछ, म पनि खाँदैछु। यता हुनुहुन्छ हाम्रो दिदी, मेरो गङ्गा दिदी लक्ष्मी मङ्गलाक। अनि म चाहिँ जमुना। ल जिना तपाईँले खाइसक्नु भएको? सुँगुरको बोसो सुँगुरको मासु, बोसे आन्द्रा, सुँगुरको मासु, बोसे आन्द्रा। हाम्रो फुपूले कस्तो खानुहुन्छ। खानु मात्रै जानेको, बनाउनु पनि जानेको। बनाउनु नि जानेको। हामीलाई चाहिँ फेरि यस्तो दामी मात्रै मोमो बनाउनु आउँछ कि। अनि फेरि अब यो के यस्तो ए बोसे आन्द्रा त सबै हरियो देख्यो त हौ। ल पानी खाइछ हरियो परियो पनि लाउनु पर्छ नि त। आहा तेजिलो हुन्छ। खाइदिएको ल खाए ल। हामी चाहिँ होइन 11 बजीदेखि मोमो बनाइखाएको। अहिले यति बेला 6 बजिसक्यो र भए पनि अगायौँ न हौ हामी त। अगायौँ न के। बनाउँदै पनि छौँ खाँदै पनि छौँ। बुहारी अगाएन र यहाँ रुँदै हुनुहुन्छ है। त म यहाँ अगाइन र म यहाँ रुँदैछु होइन। त्यसो नरुनु भन्दैछु को यहाँ। अनि बन्दैछ फेरि बनाइँदैछ बनाइँदैछ। अब कहिले फेरि यति छ क्या यति। अब फेरि बनाउनु लागेको हामीले। सक्छ त हामीलाई कसैले कति घन्टा 6-7 घन्टा भइसक्यो बनाइखाएको। म चाहिँ किन रुको भने मोमोले अगाइन नि त। अनि म नरुनु नअगाएपछि मोमोले अगाइन नि त अनि म नरुनु। यत्रो 6-7 घन्टा बनाएर नि अगाइँदैन अनि नरुनु। फुपू हाँस्नु हुँदैछ यहाँ। ल अब फेरि हामी मोमो बनाइ खाँदैछौँ। बन्दैछ है बिस्तारै खानुपर्छ। ल ओके पखे सफा पखे त थो पखे त हेङ्गोलो न मात्रै गर्न पखेन फोटो खिचौँ पखा ल है आमाले भयो। अब एकछिनमा भेट्नुपर्छ। लु मोमोले नपुगेर फेरि पनि किमा मुसिँदैछ साथीहरू। के गर्नु आज 24 घन्टा लाग्ला जस्तो छ मोमो बनाइ खाँदा पनि। यता हाम्रो फुपू फेरि मस्त हुनुहुन्छ। के भन्छ आटा मैदा मुस्नुमा। सुँगुरको आन्द्राले पनि अगाएन हौ साथीहरू। सुँगुरको आन्द्राको मोमोले नि अगाएन र यहाँ हरियो परियो खाने बेला भयो। के आखिर जान्ने खतरा आजम में भी होइन कम त खतरा छौँ त। अनि हामी अचम्मै 12 घन्टा बनाएको मोमोले नपुग्ने हामी कस्तो होला। 12 घन्टा बनाएको
हेर्नु यहाँ किमा खतरा छ नि होइन आउनु साथीहरू तपाईँहरू पनि खानुलाई हट नसकिनु भयो अब यस्तो 12 घन्टा मोमो बनाउँदा पनि नबनाइ नसकेको उपलक्ष्यमा म नाच्छु ल आफूलाई चाहिँ सिन्दुर पोते चुना लाउन मन छ उसलाई भने हतार छैन पर्ख पर्ख भन्छ हो कि दाया दाया फुपू यता आउनुहुन्छ मोमो बनिँदैछ होइन आज त हाम्रो त मस्त छ खुसीले नाच्दैछ है हाम्रो बुहारी खुसीले कहिले बनाइसक्नु यत्रो कहिले फुपू कहिले बनाइ सकिन्छ एकैछिनमै अखिलर थिङ्क्याङ पछि त हान्ने गेटिसले हानु बुहारी गेटिसले हानु बुहारी नानु ल बल्ल बल्ल हामी चाहिँ 8 बजे राति मोमो बनाइसक्यो होइन फुपू यहाँ यस्तो खालको मोमो पनि बनाइँदैछ लास्टमा आएर अचारसँग खाने पुतली बनाउनु भएको अरे फुपूले यो चाहिँ यता हुनुहुन्छ पुतली बनाउनु भने फुपू पुतली जस्तै छ नि यो सोल्टी कस्तो छ मोमो तपाईँलाई सोधेको लोक्ता लु भाग्नु भयो त लोचिना कस्तो छ मोमो यम्मी छ यम्मी यस्तो यस्तो लु भयो आउनु निकाल्दिनँ अब म आफै निस्किन्छु ल त साथीहरू आजको भिडियो चाहिँ यति नै भेन के भन्न चाहनुहुन्छ पुन्टुलोलाई त छेको त लोजिनाले हेर्दैछ पुन्टुलेलाई बाई बाई साथीहरू आजको भिडियो चाहिँ यति नै होइन दिनभरि मोमो बनाइयो खाइयो फुपू बाई बाई भन्नु बाई बाई See you tomorrow. फेरि अर्को भिडियोमा भेटौँला भन्नु के मेते अर्को भिडियोमा भेटौँला मेते अर्को भिडियोमा भेटौँला भोलिको दिनमा बाई 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 मेट्छ न बाई बाई सोल्टी बाई बाई भन्नु सोल्टी बाई बाई भन्नु सोल्टी बाई बाई यता हाम्रो सोल्टी हुनुहुन्छ कि आमा म कति लजाउनुहुन्छ भने राम राम अब भोलि चाहिँ ल लुलोजिना बाई बाई भन्नु बाई बाई लु पुन्टुलु पनि बाई 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 ल त साथीहरू आजको भिडियो यति नै होइन म पनि बाई बाई चिम्टी एकदम